च्याम्पियन्स लिगहरूको सबैभन्दा ठुलो लिग। यसमा दुईटा पिएसजी र इन्टरको छ होइन। कसले जित्छ त? अहिलेको मेरो विचारमा चाहिँ इन्टर इज द बेस्ट होइन। मलाई मेरो बार्सालाई बिट गरौँ भनेर होइन, जुन ट्याक्टिक्सले खेलिरहेछ त्यो ट्याक्टिक्सले गर्दाखेरि चाहिँ मलाई इन्टर के चाहिँ डाउट लाग्छ भने पिएसजी चाहिँ म्याक्सिमम यङ प्लेयरहरू छ होइन। अनि यङ प्लेयरमा चाहिँ कस्तो छ भने प्यासन भएर खेल्ने टिम छैन क्या। यदि पिएसजीले एक गोल सुरुमा खायो भने पेस छोड्छ, हाकिमीले आफ्नो पेस छोड्छ। मरोमा पनि गोलकिपर हो जसमा चाहिँ उसको पर्फर्मेन्स राम्रो भएन भने लास्ट वर्स पनि खेल्छ। इन्टरको के राम्रो छ भने तर मार्टिनेज, लुथरम अहिले देयर पिकमा छ होइन। तर यिनीहरूको सबभन्दा राम्रो लाग्यो भनेको पास र एट्याकिङ पनि बबाल छ र डिफेन्सिभ पनि बबाल छ। अब इटालीको सबभन्दा दामी भनेकै डिफेन्सिभ हो होइन। डिफेन्स पनि नो डाउट दे आर बेस्ट, राम्रो छ। तर गेम हो, जे पनि हुनसक्छ। मेरो विचारमा चाहिँ मैले प्रेडिक्ट गरेको चाहिँ 2-1 हुन्छ या जस्ट 1 को डिफ्रेन्ट हुन्छ जस्तो लाग्छ। जस्तै 3-2 पनि हुनसक्छ या त 4-3 पनि हुनसक्छ, तर 1 को डिफ्रेन्ट हुन्छ जस्तो लाग्छ। र म्याच भने या त पेनल्टीसम्म पनि जान सक्छ या त एक्स्ट्रा टाइम पनि जान सक्छ जस्तो लाग्छ। मेरो विचारमा चाहिँ त्यति इजी हुन्छ जस्तो चाहिँ लाग्दैन। यदि पिएसजीले चाहिँ फुल खायो भने चाहिँ गोल अझै बढी पनि जान्छ जस्तो लाग्छ। तर पिएसजीले सुरुमा यदि इन्टरलाई गोल लगायो भने पिएसजीको एउटा प्लस पोइन्ट के छ भने म्यानेजर, एक्सपिरियन्स म्यानेजरले गर्दाखेरि चाहिँ एउटा राम्रो प्लस पोइन्ट। नो डाउट इन्टरको पनि म्यानेजर नराम्रो भन्नु खोजेको होइन, राम्रो छ। तर एउटा प्लस पोइन्ट के छ भने एक्सपिरियन्स प्लेयर छ। पिएसजीको म्यानेजर चाहिँ अलिकति एक्सपिरियन्स भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा प्लस पोइन्ट छ। तर अहिले अस्ति बार्साको म्याच र त्योभन्दा अगाडिको म्याच हेर्ने हो भने पनि मलाई इन्टरको म्याच अलिकति राम्रो लागेको। म दुईटै क्लबको कुनै पनि बिग फ्यान होइन, फ्यान थ्योरी होइन। मेरो प्रिडिक्सन हो इन्टर 3 पिएसजी 2। लेट्स सी के हुन्छ।